जब चाहिँ गर्नुहुन्छ, पैसा पनि कमाउनुहुन्छ, तर एउटा पनि पैसा बाँकी बस्दैन भनेदेखि मसँग तपाईँहरूको लागि एउटा आइडिया छ है। मैले पनि यो इम्प्लिमेन्ट गरेको धेरै भएको छैन, तर जे होस् 3-4 महिनामा मेरो एकदमै राम्रो रिजल्ट आएको छ। त्यो भएर मैले सबैलाई सेयर गर्न खोजेको है त। एउटा बुक छ बेयरफुट इन्भेस्टर भन्ने, स्कट पेपले लेखेको। मैले यो बुक बाट यो आइडियाहरू लिएको हो। जति पनि तपाईँको इन्कम हुन्छ त्यसको 60% तपाईँले डेली एक्सपेन्सेसमा राख्नु पर्यो हैन। अनि त्यही भित्र तपाईँले आफ्नो ग्रोसरी खर्च, बिलहरू, हरेक किसिमको बिलहरू, जस्तो कि जो चाहिँ तपाईँले अभोइड गर्न नसक्ने बिलहरू हो है। फेरि त्यो जुत्ता कपडा दुनियाँको होइन, त्यो मैले भन्न खोजेको पानीको बिल, बत्तीको बिल, इलेक्ट्रिसिटी भइहाल्यो, त्यो वाइफाई, इन्टरनेटहरू, फोनको बिल, अनि अब गाडीको बिल, जस्तो कि अब तेलहरू हाल्ने हैन, तिनीहरूको बिल चाहिँ 60% भित्रमा तपाईँले सकाउनु पर्यो है। अनि अर्को छ फेरि 10% तपाईँले आफ्नो लागि राख्नुहोस्, आफूमाथि खर्च गर्नुहोस्। 10% चाहिँ जहिले आफूमाथि खर्च गर्नुहोस्। जस्तो कि नयाँ लुगा किन्न मन छ भने गर्नुहोस्, कपाल काट्न मन छ भने काट्नुहोस्, कलर गर्न मन छ भने गर्नुहोस्, अब जेसुकै मसाज गर्न मन छ अथवा नयाँ केही चिज मन परेको छ किन्न मन छ भने किन्नुहोस्। त्यो 10% भित्र। अनि त्यस पछाडि अर्को छ 10%, त्यो भनेको साथीभाइहरूसँग कहिलेकाहीँ बाहिर गइन्छ, आउटिङ गइन्छ, के पिइन्छ, खानुहुन्छ भनेदेखि साथीहरूको कहिले बर्थडे आउँछ, कहिले बेबी सावर आउँछ, के आउँछ, त्यो चाहिँ त्यसको लागि तपाईँलाई 10% एभ्री पेबाट छुट्याउनुहोस्। अनि अर्को छ फेरि फायर एक्सटिङ्ग्विसर भनेको, तपाईँलाई लाइफमा कहिले पनि इमर्जेन्सी पर्न सक्छ, हस्पिटल जानुपर्ने हुनसक्छ बिरामी भएर, अथवा गाडीले तपाईँको गाडीहरूलाई केही समस्या भएको हुनसक्छ, जे भए पनि घरमा केही अब टुटी भाँच्यो, के भाँच्यो हैन, त्यस्तो इमर्जेन्सी कुराहरूको लागि जे पनि हुनसक्छ लाइफमा। त्यसको लागि तपाईँले 20% छुट्याएर राख्नुहोस्। हरेक पेमा जतिचोटि तपाईँको पे आउँछ त्यति पैसा छुट्याएर राख्नुहोस्। 4वटा अकाउन्ट बनाएर छुट्टै, एउटा डेली एक्सपेन्सेस, एउटा स्माइल, एउटा स्प्लर्ज भनेको साथीभाइसँग खर्चाउने यताउता जे भए पनि, अनि फायर एक्सटिङ्ग्विसर भनेको तपाईँको इमर्जेन्सी आएको बेलामा तपाईँलाई चाहिने युज हुने पैसा है। त्यति चाहिँ तपाईँले गर्नै पर्यो, एनी हाउ गर्नै पर्यो। यो हो मेन कुरा यहाँको। यो बाहेक धेरै कुरा पनि छन्, बाँकी चाहिँ अरू भिडियोमा भन्छु है त म।